स्वागत छ तपाईँलाई मेरो डे 2 मिनी भ्लगमा। नमस्ते अनि जय मसी सबैजनालाई। म आशिष नेपाली। आज बिहान जाँदैछु म पारी कोठा गएर सानोतिनो काम गर्नुपर्ने हुन्छ। म भने पापासित जाँदैछु बाइकमा। धेरै समयपछि पछाडि बाइकमा पापासित बसेर होला खुसी लागिरहेको थियो। अनि आजको मौसम भने बिहानैदेखि कालो अँधेरो छ। आज भोलिको सिजन चाहिँ थाहै हुँदैन, एकछिन उज्यालो एकछिन अँधेरो। अहिले भने पापा मलाई छोडेर बजार जानुभयो, म भने घरतिर झरेँ। यता के कस्तो छ म हजुरलाई देखाउने छु। यो खोका हामीले सबभन्दा पहिला बनाएको। पहिला यसैमा बस्थ्यौं। अनि यता भने माथि जाने बाटो हो। बादलले गर्दा वरिपरिको घर पनि राम्रो देखे छैन। यो भने हालैमा बनेको थारो हो। यता जालीभित्र कुखुराहरू बस्छन्, तर आजभोलि कुखुरा छैन। अनि यता अलि मुनतिर हाम्रो सानो मिल पनि छ। घर अगाडि भने थोरै मौरी पनि छ। मौरी भने हामीले धेरै वर्ष पहिलादेखि पाल्न थालेको हो। अनि आजभोलि हामीसँग छन् 2टा भैँसी। त्यो भैँसीको आज फाल्नु पर्ने हुन्छ मैले गोबर फाल्न साँच्चै दह हुन्छ। त्यसैमाथि आज कति धेरै छ। जति भए पनि अब म लाग्छु गोबर फाल्नतिर। मलाई गोबर फाल्न त्यति धेरै अप्ठ्यारो त लाग्दैन, तर फालिसकेपछि हात भने धेरै बेरसम्म गनाइराख्छ। त्यो भने धेरै रिस उठ्ने काम हो मेरो लागि। जहिले जति धोए पनि त्यो गन्धै हट्दैन। मलाई त त्यस्तो फिल हुन्छ। हजुरहरूलाई कस्तो हुन्छ त भन्नु है। अनि आजभोलि धेरै काम नगरेर होला धेरै समयपछि गर्दाखेरि अजिब पनि लाग्ने रहेछ। गोबर फालेर भैँसीलाई सोत्तर राखिदिएँ। भगाराको काम सकेर म लाग्छु अब हातखुट्टा धुनु। जति हातखुट्टा धोए पनि गन्ध भने जाने होइन, तर पनि हातखुट्टा त धुनु पर्यो, सफा हुनु पर्यो नि त होइन र। ल अब मैले हातखुट्टा धोएर पनि सकेँ। अब मेरो अर्को काम भनेको चल्लालाई चारो पानी गर्ने हो। चल्लाहरू यता छन्, त्यसको लागि म जान्छु भित्र। चल्लाहरू सानै रहेछन्, म त फर्स्टचोटि देखेको हो। अब मैले झाल ढोका खोलिदिनु पर्ने हुन्छ। चारो पानी नथपिकन सफा गरिदिएँ। अनि कुखुराको काम सकेर म लान्छु तल फेरि। अब मैले राखिदिनु पर्ने हुन्छ भैँसीलाई घाँस। आज भने मैले त्यति धेरै काम गरिनँ। अनि ढोकासोका लगाएर म जान्छु घरतिर। अरू काम भएको म फेरि नेक्स्ट भिडियोमा राख्नेछु। अनि आजभोलि भने मौसम त कति धेरै अग्लो भइरहेको छ। म आएपछि त घाम नै लागेको छैन। ल यहाँसम्म हेरेकोमा धन्यवाद। ल हस्त बाई बाई। जय मसी।